प्राइभेट मामला हो अनि त्यसो तपाईहरु ए प्राइभेट मामला के मामला हो त्यसो तपाईहरुको प्राइभेट हामी यहाँ बसिरहेछौँ जोडी बसेर गफ गर्दैछौँ शीतल ए तपाईहरु के प्रेमी प्रेमिका कि डेटिङ गर्नु भयो के हो हजुर त्यस्तै हो नै हैन सर त्यस्तो हामी उता घुम्दै आएको आज घुम्न जाऊँ न त भनेर अनि घाम भयो अनि त्यसपछि यहाँ शीतल रहेछ अनि यहाँ बसौँ न एकछिन भनेर बसेको ए तपाईहरु चाहिँ प्रेमी प्रेमिका हजुर ए घाम भएर अनि यहाँ बाँसघारीमा यहाँ कसैले नदेखेको ठाउँमा यहाँ गुप्पे एकान्तमा बस्नु भएको यसरी हैन घाम भयो सर त्यता बसौँ कि भनेको त्यता पनि यसो हेरेको घामै छ कि अनि त्यही भएर अनि यहाँ बसौँ न त एकछिन अनि जानुपर्छ घुम्नलाई भनेर तपाईहरु के म्यारिज बिहे गरिसक्नु भयो दुईजनाले हामी दुईजना अनम्यारिड हो ए दुईजना अनम्यारिड हो हजुर बिहा दुईजनाले गर्नु भएको छैन छैन अनि के बिहा गर्नेवालामा हो र तपाईहरु हजुर हो बहिनी नराटी भन्नु त बिहा गर्नेवाला हो र बिहा गर्ने चाहिँ अब यस्तो हुन्छ सर अब गर्न चाहिँ हेर्नुपर्छ अब समयको खेल अब अनि यो बन्द गर्नु सर यो बन्द गर्नु हैन बन्द किन गर्नु है भाइ मैले मेरो क्यामेरा चाहिँ किन बन्द गर्नु त्यहाँ गएर बस्नु चुप लागेर बस्नु यो त हाम्रो प्राइभेट कुरा हो नि त प्राइभेट कुरा चाहिँ अनि त्यसरी खिचेर चाहिँ तपाईहरुले चाहिँ गर्न पाउनुहुन्न त प्राइभेट कुरा कस्तो यहाँ हेर्नु यहाँ यत्रो घर मान्छेको घर कटेराहरू बारी छ यहाँको ठाउँमा तपाईहरु यसरी बसेको देख्दाखेरि यहाँ वरिपरिको मान्छे गाउँ समाजका भाइ बहिनीहरूले के शिक्षा लिन्छन् ल भन्नुस् त तपाईहरु आफै भाइ बहिनीहरूले के शिक्षा लिन्छन् र हजुर अब उनीहरूले देखेका छैनन् हामी यहाँ बसेर कसरी देखेका छैन भन्न सकिन्छ देखेका छैन भन्न सकिन्छ हामीले कसरी देख्यौँ होला त भन्नु त तपाईहरुको नियत अघिदेखि ठिक छैन हामी त्यहाँबाट अघिदेखि तपाईहरुलाई फलो गरिरहेको फलो गरिरहेछौँ तपाईलाई हेरिरहेछौँ विचार गरिरहेछौँ तपाईहरु अनि हजुरहरूलाई चाहिँ के आवश्यक पर्यो त हामी पछि अब हजुरहरूको काम कता थियो हामी कता हिँडेको के गरेको अनि हैन जेसुकै भए पनि तपाईहरुको त्यस्तो होइन तपाईहरु दुईजना ल एकदम प्रेमी प्रेमिका हुनुहुन्छ तपाईहरुको मन मिल्ने हिसाबले जेसुकै गर्नुस् तपाईहरुको पर्सनल लाइफ हो तर त्यसका लागि पनि सम्बन्धित ठाउँ आफ्नै गाउँ ठाउँ कोठा रुममा गएर आफ्नो तरिकाले बस्नु सेफ्टी लिएर बस्नुस् न तपाईहरु किन यो बाहिर अर्काको बारी बाँसझ्याङमा हेर यत्रो घर अगाडि गाउँ समाजको अगाडि किन यसरी बस्नुहुन्छ भन्ने कुरा मात्र हो क्या मेरो त्यति मात्रै यो कुरा भनेको हाम्रो प्राइभेट कुरा हो नि त सर अनि प्राइभेट कुरा भने प्राइभेट गरेर ठाउँमा गएर बस्नुस् न यो त सार्वजनिक ठाउँ हो क्या पहिले बन्द गरेर चाहिँ गर्नु त बन्द किन गर्नु बन्द तपाईले गल्ती गर्नु तपाईहरु त्यहाँ बस्नुस् त एकछिन अलिकति कुरा गर्नु भलाको सरी गरौँ हाम्रो गल्ती छैन गल्तीको उसमा हिँडेको पनि हैन हामी अलिकति भलाको सरी गरौँ ठाउँमा चाहिँ हजुरहरुको पनि अलिकता ल बसौँ त बसौँ बसेर कुरा गरौँ न बसेर कुरा गरौँ भलाको सरी गरौँ तपाईहरुको नाम मेरो चाहिँ लीला हो ए कुन ठाउँ हो तपाईहरु यही हो हजुर यही पर्तिर हो हाम्रो गाउँ ए लु हेर्नुस् त यहाँतिर त यस्तो के हो त्यो फोर पो रहेछ त के देख्दैछु मैले उनी हेर्नुस् त ल ल हेर्नुस् दर्शकबिनहरु यहाँ अब उहाँहरुको चर्चिकालाई हेर्नु ओहो यो ठाउँ यस्तो के हो यो भनेपछि त्यही त हैन सर हजुरहरुले के देख्नु भयो र यहाँ हामी आएर यहाँ सरासरी आएर यहाँ बसिरहेका छौँ हैन तपाईहरु हैन हाम्रो गल्ती छ र तपाईहरु लाज गरेको त छैन के तपाईहरु लाज पचाएर त्यसरी नबोल्नुस् हेर्नुस् हैन बन्द गर्नु भन्दा चाहिँ बन्द गर्ने त्यो बन्द गर्नु पहिला बन्द गर्नु त त्यो बन्द गर्नु हाम्रो प्राइभेट कुरा बन्द गर्नु कस्तो के ऊ गरेर के हो तपाई दादागिरी गर्न आउनु भएको यहाँ के दादागिरी भनेको गल्ती छ नि हामी कहाँ हिँडेको हुन्छ के गरेको हुन्छ हजुरहरुले गल्ती नगरिकन क्यामेरामा चाहिँ किन हात लाउनु गल्ती हुन्छ नि अनि हाम्रो के प्राइभेट कुरा चाहिँ भोलिपल्टको हाम्रो प्राइभेट कुरामा चाहिँ किन गर्न आउनु भएको तपाईहरु हैन हजुरहरु झगडा नगर्नुस् हामी प्राइभेट डेटिङ बसेको बेलामा तपाईहरु किन आउनु भयो डेटिङ बस्ने यो गाउँ समाजमा यहाँ हुने ठाउँमा यस्तो खुल्ला ठाउँमा तपाईहरु डेटिङ बस्ने ह होटल छन् गेस्ट हाउस छन् रुमहरु छन् आफ्नो घरमा गएर बस्नुस् न किन यो सार्वजनिक मान्छेको बारी अगाडि हेर्दै हैन हामीले त्यस्तो नराम्रो हरकत केही गरेको छैन हामी जोडा जोडी हो यहाँ गाउँले यहाँ दाजुभाइहरुले तपाईहरु डेली आउनुहुन्छ रे हामी प्रुफ सही छौं तपाईँ हामी अनि त्यो हामीले प्रयोग गरेको हैन सर के आवश्यक पर्यो त्यो मात्र भन्नुस् न यो त्यो त हामीले प्रयोग गरेको हैन क्यामेरा किन बन्द गर्ने हामीलाई पनि त अलिकति हामी त्यतिकै आएको हैन हामी किन कामै नगरे यहाँ त्यतिकै आएको हैन यहाँ आज त्यसो गर्छौं होला त स्थानीयको गुनासो आउने अनुसार तपाईहरु जहिले डेली आउने यतातिर आउने अनैतिक व्यवहार गर्ने यहाँको मसिना बच्चाहरुले थाहा पाएर बाबाआमालाई कम्प्लेन गरेछ यहाँ एकजना दाजु दिदीहरु आउनुहुन्छ जहिले यसरी गर्नुहुन्छ यो बाटो हिँड्दाखेरि यो यहाँ सूर्य अगाडि देखेको यो हिँड्ने बाटो त्यो भन्दा यहाँ सुन्नुहोस् यो तपाईहरुले यो बच्चा बच्ची केटाकेटीहरु स्कुल हिँड्ने बाटो यो बाटो हिँड्न नछोडेर आज भोलि बच्चाहरु उता तलबाट हिँड्छन् यो तपाईहरुको कारणले गर्दाखेरि त्यही गुनासो आएकोले हामी आएको छौँ यहाँ हामी हिँड्न लाग्नु मसिना त्यो बालबच्चाले के हाम्रो नेट पनि छैन र हामी त्यो मसिना बालबच्चाले के पाठ सिक्छन् तपाईहरुबाट ल भन्नु के पाठ सिक्छन् हजुर झगडा नगर्दिनुस् हामी अब गर्लफ्रेन्ड बोयफ्रेन्ड भएर हिँडेको हो एकछिन बसौँ यहाँ शीतल तापौँ भनेर हिँडेको मात्रै हो हजुरहरूले पनि नराम्रो बसेको मात्रै हैन काम पनि सिधाइसकेछ नि नराम्रो नसोच्नु होला र पनि यो सिध्यायो भने पनि त सिध्यायो नि तपाईहरुको मतलबको सवाल के हैन तेरो घर छैन त्यहाँ जंगल जंगलमा बसेर हामी जोडा जोडी मतलबको सवाल भएन रे मन पराउँछौं गर्यौं त ठिकै छ
हो गर्नुहोस् जेसुकै गर्नुहोस् मैले अघि भने तपाईँहरूको प्राइभेट तपाईँहरूको पर्सनल कुरा जेसुकै गर्नुहोस् तर यस्तो खुलेआम गाउँसँग हाम्रो समाजको अगाडि चाहिँ नगरिदिनुहोस् क्या यहाँ गाउँलेहरूलाई यहाँ इफेक्ट पर्यो यहाँको भाइ बहिनी बच्चाहरूलाई अप्ठ्यारो पर्यो त्यो खालको काम चाहिँ नगर्नुहोस् भन्नु नखोजेको बुझ्नु भोलिपल्टको दिनमा जेसुकै गर्नु यो भिडियोहरू तपाईँको बाबा आमा आफन्तहरूले हेऱ्यो भने के हुन्छ नतिजा भन्नुहोस् होइन, तपाईँहरू हामीले त्यस्तो नराम्रो केही गरेका छैनौँ हामी बसेका छौँ नराम्रो भएको छैन सर अब हजुरहरूले पनि आउनुभयो आज यहाँ भेट्नुभयो देख्नुभयो त्यसमा पनि तपाईँको भिडियो बन्द गर्नुहुन्छ कि क्यामेरा फाल्नु के अरे भिडियो गरेर नहालिदिनुहोस् हजुर चुप्लाएर तपाईँको भिडियो बन्द गर्नुहुन्छ कि क्यामेरा किन बन्द फाल्नु गर्नु भन्छ काम गरेर भिडियो गर्नु पर्यो किन गल्ती गर्ने गल्ती गरेपछि गल्ती चाहिँ के गरेर देख्नु भयो तपाईँले देखाउनु न किन भिडियो बन्द गर्नु गल्ती गरेर गल्ती गरेर किन भिडियो बन्द गर्नु जो जो उसकै ठुलो छोरा जो उसकै ठुलो छोरा जो उसकै ठुलो छोरा झगडा नगर्दिनु हाम्रो गल्ती छैन हजुर हाम्रो गल्ती छैन माफी अब जति हुनु भयो अब कि आइन्दा हाम्रो हामीबाट यस्तो हुनेवाला छैन हजुर अनि ऊ कति बेला तपाईहरु चिन्जान भएको एकअर्कालाई पनि केही पनि नसुनाइदिनु हाम्रो 2 वर्ष भइसक्यो क्यामेरा फाल्तु भन्छ त के हो अनि तपाईहरु के हो कि अर्काको डेटिङ बसेको ठाउँमा आएर प्राइभेट कुरा गरेको ठाउँमा आएर तपाईहरु जे मनलाई त्यो खिच्ने डेटिङ प्राइभेट कुरा यस्तो ठाउँमा यसरी बाँस्याङ भित्र गरिदैन क्या यस्तो बाँस्याङ भित्र सुतेर बसेर अँगालो मारेर गप्पे कुरा कहिले पनि त्यो हुँदैन अँगालो मारेर हाम्रो त्यस्तो किन देखेन त्यहाँबाट मैले जुम गरेर तपाईहरु जरा ग्रुप गर्नु अँगालो मारे भने त मारे मेरो हुनेवाला श्रीमती हो मारे के रे गर्न सक्दैन